ती दर्जनौं आज घटस्थापनाको दिन मैले पद बहाली गरिराख्दा ती दर्जनौं शहीदहरूको परिवार यतिखेर शोकमा रहेको छ। यो अवस्थामा हामी अहिले रहेका छौं। अहिले पनि हाम्रा अस्पतालहरूमा घाइतेहरू यस्तो चाहिँ नि पीडादायक अवस्थामा हुनुहुन्छ। कसैको खुट्टा छैन, कसैको छातीमा गोली लागेको छ, कसैको पाखुरीमा गोली लागेको छ, कसैलाई चोट लागेको छ। तिनको परिवारको अवस्था कस्तो होला आज? त्यो एउटा भावुक बन्ने अवस्था छ। जब आज म मन्त्रालयको गाडीमा सिंहदरबार भित्र छिरेँ, त्यो 2-3 दिनसम्म जलिरहेको सिंहदरबारको खरानीका अवशेषहरू अझै पनि सिंहदरबार वरिपरि यत्र तत्र भग्नावशेषको रूपमा रहेका छन्। यसको पुनर्संरचना, पुनर्निर्माण यसको कहिले गर्ने होला, कसरी गर्ने होला? आम नेपाली जनता तपाईँ हामी बीचमा छ। त्यसैले अहिले जुन सरकार बनेको छ, अन्तरिम सरकार बनेको छ, यो सरकार जेनजीहरूको बलिदानीको जगमा उभिएको सरकार हो। ती दर्जनौं युवा शहीदहरूको बलिदानीको जगमा उभिएको सरकार हो। र यसले अहिले जुन रूपमा कार्य सम्पादन गर्नुपर्ने म्यान्डेटहरू नेपाली जनताबाट, जेनजीबाट र तपाईहरुबाट लिएको छ, धेरै ठूला म्यान्डेटहरू छैन। धेरै ठूला म्यान्डेटहरू छैनन्, धेरै प्रकारका म्यान्डेटहरू पनि छैन। सरल छन् तर बहुत जटिल पनि छन्, चुनौतीपूर्ण पनि छन्। र यो सरकार एक्लैले गर्न सक्ने अवस्था छैन। खास गरेर फागुन 21 गते हामीले चुनावको मिति हाम्रो घोषणा भइसकेको छ। र जेनजीको आन्दोलनको महत्त्वपूर्ण माग भनेको के थियो भनेदेखि अब भ्रष्टाचार नियन्त्रण हुनुपर्छ। भ्रष्टाचार नियन्त्रण हुनुपर्छ, सुशासन कायम हुनुपर्छ, मनपरितन्त्र हट्नुपर्छ।